हामी यति बेला चाहिँ जिरी नगरपालिका आइपुगेका छौँ। यो देख्न सकिन्छ जिरी नगरपालिकाको गेट। यहाँबाट चाहिँ जिरी नगरपालिका प्रवेश गरिन्छ। यताबाट चाहिँ र्याङ्बोचे मन्दिर के जाने बाटो रहेछ। अब हामी चाहिँ यहाँबाट जिरी नगरपालिका प्रवेश गर्दैछौँ। त्यसपछि हामी जिरीको दायाँ बायाँ हेर्दै झरिरहेको छौँ, मनोरम दृश्य हेर्दै। पछाडि पछाडि मेरो दुईजना साथी छन्। एउटाले चाहिँ दिदीलाई भिडियो बनाउनुहोस् दिदी भनेर छिन्। दिदीले चाहिँ भिडियो बनाउन थाल्नु भयो। बनाएको क्लिक नगर्नु छोड्दिन, क्लिक गर अनि फेरि त्यसैमा क्लिक गर्नु के यता रातोमा हैन गर्नु त। अब सुरु हुन्छ अन्त हुन्छ के गाह्रो छ भिडियो बनाउनेलाई पनि। राख्नु अब सिन सकिसक्यो। त्यसपछि हामी यहाँ तल झरेर नेपालको स्विजरल्यान्डको भ्यू हेरिरहेको छौँ। स्विजरल्यान्ड साँच्चीकै स्विजरल्यान्ड छ। यो तलको त्यो हरियाली फाँट एयरपोर्ट रहेछ यो चाहिँ। अनि यतातिरको यो डाँडा काँडा अनि रोड सुन्दर एकदमै स्वच्छ। स्विजरल्यान्ड भन्न साँच्चीकै लायक छ। स्विजरल्यान्ड नै हो। यति मनोरम दृश्य एकछिन यहाँ बसेर हेऱ्यौँ हामी। त्यसपछि हामी बजार झर्छौँ। मैले चाहिँ साथीलाई सोचेँ कस्तो लागिरहेछ यो। हेलो, हामी अब फर्क्यौँ आफ्नो गन्तव्य। कस्तो लाग्यो जिरी? एकदम खतरा, नआउनेलाई रमाइलो लाग्यो, रमणीय, मनलाई शान्त।